हेलो साथीहरु, आज चाहिँ मलाई फेक भिडियो बनाएर हाल्छ भन्नेहरुको लागि चाहिँ भिडियो बनाएको छु। किन चाहिँ मैले आफ्नो फेसमा लगाइन सर्ट भिडियो मात्रै हाल्छु भन्दाखेरि चाहिँ आफ्नो फेसमा लगाउनको लागि चाहिँ मैले फेरि लामो भिडियो गरिबस्नु पर्छ नि त साथीहरु। त्यसले गर्दाखेरि चाहिँ मैले खाली सर्ट रिल्स मात्रै बनाउनु पर्यो भनेर चाहिँ त्यस्तो गरेको थिएँ हैन। लु एउटा हेर्नुस्, यो भाडा यही हो मेरो हैन। यसमा त्यहाँबाट यो व्हाइट कलरको चम्ची देख्नु हुँदैछ हैन। त्यहाँबाट अरु तपाईहरुलाई के देखाउनु हैन। यसमा चाहिँ अब मैले के गर्दैछु भने मैले घामले डढेको जुन प्याक बनाएको छु त्यसको लागि चाहिँ 1 चम्चा बेसन लगाएको छु हैन। त्यहाँबाट चाहिँ मेरो त दही त सधैं हुन्छ, तपाईहरुलाई थाहा छ है। यो भयो दही, 1 चम्चा दहीलाई पनि राख्दैछु। हेर्नुस् है, जरुरी छैन नि त के भन्छ सधैं फेसमा लगाएको भिडियो हाल्नुपर्छ भन्ने। यो चाहिँ मह हो हैन, डाबरको मह चलाउँछु म, किनभने ओरिजिनल मह पाउँदैन नि त त्यति हैन। अब चाहिँ म महलाई हाल्दैछु। मेरो मह पनि सक्नु आँटिसकेको छ। हेर्नुस् है, अब फेरि मह पनि पत्ताउनु हुँदैन होला नि त कति जनाले चाहिँ। 1 चम्चा चाहिँ अब महलाई पनि राख्दैछु है। अब तपाईहरु जति जनाले फेक भिडियो बनाउँछ भन्नुहुन्छ, तपाईहरुले मेरो भिडियो नहेर्दा पनि हुन्छ है। हुन त मेरो फलोवर्सहरुले चाहिँ त्यस्तो भन्दैन कि, जो चाहिँ त्यो एकछिन भिडियो हेर्छ नि उनीहरुले भन्छ कि यहाँ हेर्नुस्, अब पेस्ट हेर्नुहोस् हैन। यो चाहिँ घामले डढेकोमा लगाउने हो, नानीहरुलाई लगाइदिँदा फेरि पनि हुन्छ। यसलाई चाहिँ तपाईले 5 मिनेट जस्तो एकछिन छोप्नु पर्ने हुन्छ, त्यहाँदेखि चाहिँ लगाउनु पर्छ है। म चाहिँ आज फेरि नछोपिकन लाउँदैछु, किनभने त मलाई अलिक हतार छ नि त आज। अब चाहिँ यसरी लाउनु पर्ने हो नि त। अब फेरि फिल्टर नगर्नु नि भन्नुहुन्छ होला। अब फिल्टर हो कि हैन भनेर चाहिँ अब तपाईहरुलाई म कसरी भिडियो देखाउनु भन्नुस् त। यो चाहिँ तपाईहरुले नानीहरुलाई लगाइदिनुहुन्छ। तपाईको स्किन डढ्दैछ, घामले एकदमै डढेको छ भने चाहिँ अब लगाइबस्नु पर्यो। डढ्दैछ भने चाहिँ तपाईहरुले डेली लगाउनु हुँदा नि हुन्छ। यो दहीले एकदमै राम्रो काम गर्छ है। दहीमा ल्याक्टिक एसिड हुन्छ नि त साथीहरु, एकदमै राम्रो काम गर्छ। मार्नु पर्दैन, मैले जस्ट यस्तो गरेको हो। यो लगाएर सुकाउनु पनि पर्दैन। जब सुक्नु थाल्छ नि त्यति बेला चाहिँ तपाईहरुले यसलाई वाश गर्दा फेरि भइहाल्छ। यसले चाहिँ एकदमै राम्रो काम गर्छ सनट्यानमा, घामले डढेकोमा। अब तपाईहरुलाई इन्स्ट्यान्ट रिजल्ट चाहिन्छ भने चाहिँ होम रेमेडीले चाहिँ इन्स्ट्यान्ट रिजल्ट चाहिँ निकाल्दैन हैन। कुनै पनि कुराले इन्स्ट्यान्ट रिजल्टको लागि चाहिँ तपाईहरुले चाहिँ बजारको कुराहरु लगाउनु पर्ने हुन्छ। बजारमा क्रिमहरु पाउँछ नि, त्यो लगाएपछि फेरि पछाडी कालै डढ्ने हो त्यस्तोहरु लगाउँदा हुन्छ हैन। होम रेमेडी लगाउनु चाहनुहुन्छ भने चाहिँ लामै गर्नुपर्छ, जे पनि लामै गर्नुपर्छ। देख्नुभयो, यो चाहिँ जुनै स्किनले पनि गर्न सक्नुहुन्छ, सेन्सिटिभ स्किनले पनि गर्न सक्नुहुन्छ। सुकाउनु चाहिँ हुँदैन है। अलिअलि सुक्नु थालेपछि चाहिँ यसो दलेर वाश गर्दा भइहाल्छ। ड्राई स्किन, ओइली स्किन, अब यो समरको लागि अन्त यो जसले पनि गर्न सक्नुहुन्छ है त। ओके, थ्यांक यू। अब वाश गरेर त देखाउनु पर्दैन होला है तपाईहरुलाई। जो मेरो भ्युअर्स हुनुहुन्छ, फलोवर्स हुनुहुन्छ, उहाँहरुलाई त थाहा छ म चाहिँ भिडियो चाहिँ एकदमै आफै बनाउँछु भनेर थाहा छ है। जतिलाई थाहा छैन तपाईहरुले भिडियो नहेर्नु हुँदा फेरि पनि हुन्छ है। यस्तो हुन्छ। लु अब फेरि फिल्टर गरेछ भन्नुहोस् है। अब फाल्टुहरूले त आएर फेरि फिल्टर गरेको भिडियो किन हालेको भन्नु थाल्छ नि त। यो चाहिँ फिल्टरकै हैन। म चाहिँ अहिले नआएर आएको। यी देख्नुहुन्छ फिल्टर हेर्नु चाहिँ। अब मेरो केसी मेहन्दी सेन्दी लगाएकोहरु पनि देखिरहेछ। अब फिल्टरमा त कस्तो देख्छ होला, अझ सेतो देख्नुपर्ने हो हैन। ल अब चाहिँ यो चाहिँ अलिअलि सुक्नु थालेपछि चाहिँ अब म यसलाई वाश गर्छु है। तपाईले पनि त्यसै गर्न सक्नुहुन्छ, डेली गर्दा पनि हुन्छ। यो केही फरक पर्दैन, राम्रो काम गर्छ यसले।